लागेको निद्रै सरी कस्तो निद्रा आज लागिरहेछ बढाइ फेरि अत्याउनुहुन्छ त्यही भएर हामी चाहिँ अब माथि फेरि रेडी हुन जानु लागेको फाइनली गाइस अब चाहिँ हामी यहाँ पार्लरमा आइसक्यौँ अनि त्यसपछि आफ्नो दिएको भ्लग आफै बनाउँदै बसिरहेको छु म चाहिँ अनि अब म रेडी हुन गइरहेको छु यहाँनिर चाहिँ अनि यहाँ लोकन्दी यता अनि यता पनि यहाँनिर रेडी हुँदैछ अनि हामी चाहिँ बिहानको 5 बजी आएर अहिले हामी यसरी रेडी भइरहेको छौँ किनभने टाइम छैन हतार हतार गर्नु भन्नुभएको थियो कस्तो राम्रो देखिरहेको छ त मलाई त आज त अनि अब चाहिँ हामी रेडी हुन्छौँ गाइस सबलाई केही बोल तिमी बोल्दैन उसलाई दियो विपन्न ऊ बोल्दैन ऊ लाठी हो त्यो जडीले गर्दाखेरि धेरै घटाउनु हाम्रो बेबी रेडी हुँदै हुनुहुन्छ अनि उहाँलाई रेडी गर्दै हुनुहुन्छ हाम्रो नानु दिदीले कस्तो फिल भइरहेको छ दिदी बेबी हुँदा मैले भ्याक्सिन लगाएर चाहिँ लगाउनु न त्यो उयो भइरहेछ फुटेको उयो भइरहेछ खोइ अलिअलि मनमा डर लागेको छैन ढुकढुक रातभरि निन्द्रै लागेन ओइ मलाई खुसीले हो गाइस होइन त्यो चाहिँ दुखीले होइन खुसीले हो यो खुसीको उयो बागे ब्यागमा असर हो होइन रातभरि निन्द्रै लागेको छ त्यो धेरै नाचेर हो त्यो त हिजो सबजना त माधम बिजी एक शब्द बोल्नु खोल्ने हो नि त फाइनली गाइस म चाहिँ रेडी भइसकेँ अनि खै अब यहाँ क्यामेरामा चाहिँ कस्तो देखिरहेछ हौ अनि मेकअप चाहिँ ओभर ह्याप्पी भएको जस्तो मलाई चाहिँ फिल भइरहेको छ होइन अब राति 8-9 बजीसम्म टिकाउनु पर्ने छ त्यही भएर चाहिँ यो मेकअप चाहिँ अब यतिको गरेको अब चाहिँ यहाँनिर बेहुलाहरू तल आइपुग्नु पऱ्यो अनि म पनि अब यहाँबाट हिँड्न लागेको बाबा भदरले त कति हेन्जम देखिरहेको रहेछ नि आउनु त अहिले चाहिँ हामी यहाँ रेडी भएर बसिरहेको छौँ अनि बेहुला चाहिँ आइपुग्नु लाग्नु भयो अरे बेहुलाको वेटिङमा हामी चाहिँ यता चाहिँ मेरो लोकन्दी आजको लोकन्दी हो यता चाहिँ अनि हामी चाहिँ यहाँ वेटिङमा बसिरहेको छौँ कति बेला आउनुहुन्छ भनेर दिदीको बिहा एकदम राम्रो छ दाइने त जय हुन्छ भनेको चाहिँ हाङमुना भनेको बाउरी तपाईँ जानुपर्ने बोकेर जानुपर्ने 8 गयो भने केही पनि दियो भने तपाईँमा कुराको लागि होइन हजुर सो बुहारीसम्म हजुरहरूको छोरी चेली अब सिधा सिधी भनौँ न होइन यसको लागि आयौँ प्रभु गल्तीप्रति क्षमा पर्छ होइन नि यो कुरा भनेको चाहिँ तपाईँ अब एउटा कुरो हामीको मायामा मात्रै हो कि होइन माया मात्रै हो तपाईँहरू भनेको तपाईँले भनेको त तपाईँले पक्रिनुपर्छ त अब
अब तपाईँहरूको छोरीचेली हामीले मागेर लगिसकेपछि हजुर हामी चाहिँ एकदमै संरक्षण गर्नेछौँ। हजुरहरूले चाहिँ जसरी पालन पोषण गर्नुभएको थियो अब हाम्रो जिम्मामा आइसकेपछि त्यसरी नै हामीले चाहिँ हेरफेर गर्छौँ। त्यो कुराहरू लेख्नु न हजुर, किनभने मासु कहाँ छ र या कहाँ छ? मासु या भनेको यी सबै आएनन् र प्रभु, हामीलाई त त्यस्तो लाग्छ। अब एउटा कुरो है त, म के भन्छु भने उहाँहरूकै म यताको भए पनि उहाँहरूकै तर्फलाई छोएर म मेरो आफ्नो एकछिन मेरो आफ्नो विचार भन्छ नि, मलाई के लाग्छ भनेदेखि उहाँहरूले जति पनि राख्नुभयो माग्नु त माग्नुभयो, के माग्नुभयो त? अब बेहुली मागौँ भनेर उहाँहरूले अघि भन्नुभयो। अब बेहुली हामीले दिइसक्यौँ, सबै भइसक्यो। तर वास्तवमा कुरो अब रह्यो के त भनेदेखि भोलि भविष्यमा हामीले न तपाईँलाई माग्नुभयो, हामीले सबै कर्मकाण्ड यताउता पुऱ्याएर दिउँ, हो गएन हजुर? हुनुहोस् है, हामीले दिउँ हाम्रो छोरीचेलीहरू, तर छोरीचेलीहरू दिएर मात्रै त नहोला नि त। पछि हामीले बिहा बटुलो हो, काज क्रिया दुनियाँ हामीले गर्नु पर्दाखेरि त्यसै मागेर हामीले दिउँ, तपाईँलाई लानुभयो, अनि हामीहरूको सामै हामीले छुट्याउनु पर्छ पर्दैन? हाम्रो यहाँको सामै हजुरहरूले के भन्नुहुन्छ? हाम्रो सामै बडो, हाम्रो जुन भएन नि माइती बडो, हाम्रो हाड बडो को छोरीचेली त अलि हाँस्दै है, अलि हाँस्दै है, अलि हाँस्दै। आज त हाँस्नु पर्यो नि, भोलिदेखि त काम छैन नि। भइरहेको छ।
चाहिँ लागेको हामी हिँड्न थाल्यौँ हामी अब हिँड्न थाल्यौँ हाम्रो गन्तव्यतिर। अब यस्तै त अब पुगेपछि भेट्ने। हजुर ज्वाइँले हाम्रो ह्यान्डसम ज्वाइँले 2 शब्द राखिदिनु पर्यो होइन। ल यसो भनिदिनु होला हजुरलाई हामीले सोपेको छौँ हाम्रो प्यारो फुल जस्तो छोरी। अब हजुरले एकदम माया गरेर राखिदिनुहुन्छ भन्ने चाहिँ हामीलाई एकदम धेरै आशा छ। एकदम हजुर ज्वाइँ राजा अरू पनि भनिदिनुहोस् हजुरको 2 शब्द। हजुरको यात्रा कस्तो भयो? एकदम यात्रा चाहिँ एकदम सफल भएर चाहिँ म एकदम खुसी छु। सकुशल हामी अब गन्तव्यसम्म आइपुगेका छौँ हजुर हजुरसँग। यसमा चाहिँ सबभन्दा ठुलो खुसी हजुर। अब बाँकी कुरा चाहिँ अनि हजुरलाई ससुरालीमा जो सबैले एकदम संस्कारहरू गर्नुभयो नि एकदम हजुर खुसी हुनुहुन्छ नि? एकदम मनदेखि खुसी, सबैजनासँग खुसी हुनुहुन्छ नि? एकदम ए हस् त ल धेरै 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 हाम्रो ज्वाइँलाई शुभकामना दिएको ल। र हाम्रो प्यारो ब्युटिफुल अब बुनुले भन्ने बेला भयो यहाँ 2 शब्द। फाइनली हामी गाडीबाट उत्रिसक्यौँ। हाम्रो यहाँ दाई सोल्टिनी भेट्न एकदम एक्साइटेड हुनुहुन्छ। झापाबाट बुकी लिएर आउनु भएको छ। हाम्रो भेट्न नाना त्यहाँ हुनुहुन्छ। हाम्रो भेनाप्रतिकोबाट आइपुग्यौँ हामी। मान्छेहरू हुनुहुन्छ स्वागतको लागि। अब हेरौँ के हुन्छ। हामी पनि पहिलोचोटि नै हो पहाडमा आएर बिहे खाएको होइन। हेरौँ कस्तो हुँदो रहेछ। हामी राम्रोसँग आइपुग्यौँ र हाम्रो स्वागतको लागि सबैजना आउनु भएर एकचोटि देखाइदिनु तपाईँ। छैन होइन हाम्रो ग्रुप चाहिँ यति हो। अब हामी क्यामेरामा हेलो यहाँ पतिर यस्तो 2टा बाटो छ कि
चाहिँ हामी जाँदैछौँ सकियो मुख्यमा पो लाग्यो त अब चाहिँ हामी लागिँदैछौँ ओह्रालै ओह्रालो लडिन्छ ऊ छ हाम्रो बेहुली बिना त्यहाँ गरिदिनु बेहुला बेहुलीहरू हामीले चाहिँ अनुमति मागेका छौँ हामी यहाँदेखि समाते कुराहरू समाते हिजो जसरी बसेछ त्यसरी बस्नु है नानी त्यो क्लास अगाडि नै बस्नुपर्ने प्योर लिम्बू स्टाइल है पुरै हाम्रो त्यस्तो अर्चना चाहिँ बस्नु राजी बुझिरा चाहिँ ओह्रालो छाएर म्याट राखेर हुन्छ है त अनि हाम्रो नानी बस्दा हुन्छ त जोडी भएर अनि हाम्रो पाहुनाहरू अरू ढाबाबाट आउने हजुरहरूलाई खाना कस्तो भयो होला यसो भनिदिनुहोस् एकदम मिठो भयो ल ठिक छ हजुरहरूलाई अनि खाना कस्तो लाग्यो त कति थाल बजाउनु भयो दुई कति थाल दुई होइन होला 4 थाल देखिरहेको थिएँ मैले त यार चारवटा चार हो 4 सोल्टिनले देखेरै हो 4 थाल अलि फोकस सबै सोल्टिनीको लागि हो र कति 4 थाल त्यतिकै हो नक्कले भतिजा हो तर फाइनली हामीले चाहिँ खाना पनि खाइसक्यौँ होइन अनि टाउको दुखे कस्तो बर भएको थियो अनि चाहिँ कागती खाएर अलिक फ्रेस भयो अनि यहाँले हेर बिचरा मेरो मेकअप पनि उत्रेर बिहान म कस्तो बलेको थिएँ अहिले कस्तो भइरहेको छु होइन अनि अब हाम्रो यहाँ चाहिँ सुत्नुको लागि अब हामी रेडी भएको छौँ हामी चाहिँ यहाँ डेरामा बसिरहेको छौँ गाइज सब चाउ हेलो अनि अब चाहिँ हामी सुत्नु लागेको यहाँ ज्वेलरीहरू थन्काउँदैछन् यो 2 तोलाको है हराउनु हुँदैन हराउनु भएन नि